नमस्कार। यति बेला हामी बुढाइन्ट नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीज्यूसँग छौँ। बुढाइन्ट नगरपालिका वडा नम्बर 5 मा रहेको यो बुढाइन्ट होमस्टेको आज उहाँद्वारा उद्घाटन भएको छ भने यो होमस्टेले वास्तवमै बुढाइन्टको पर्यटकीय विकास मात्र होइन, आर्थिक विकासमा पनि योगदान गर्ने हामीले पनि महसुस गरेका छौँ। त्यही नै उद्देश्य पर्यटन बोर्डले पनि लिएको छ भने पर्यटन बोर्ड बुढाइन्ट नगरपालिकाले दिएको ट्रेनिङको चाहिँ वास्तविक नतिजा आज हामीले पनि देखेका छौँ, प्रत्यक्षदर्शी हामी पनि भएका छौँ। यति बेला नगर प्रमुख सर हुनुहुन्छ। सर नमस्कार। नमस्कार, धन्यवाद। सर, अब यहाँहरूले कुनै पनि नागरिकलाई, प्रत्येक नागरिकलाई समेटेर चाहिँ आर्थिक विकासका, पर्यटन विकासका चाहिँ विभिन्न योजनाहरू बनाइरहनुहुन्छ। त्यो योजनाको प्रतिफल आज पनि वास्तवमै व्यक्तिको आर्थिक विकास सँगसँगै पर्यटन सिङ्गो नगरपालिकाको चाहिँ पर्यटन विकासमा पनि योगदान गर्न सक्छ यो बुढाइन्ट होमस्टेले, होइन त? अब यस्तो के हो भनेर भन्दाखेरि हामीहरूले बुढालिङकण्ठ नगरपालिकाले हामीले पटक पटक भनिराखेका छौँ, आफै कमाऊ, आफै पनि रमाऊ, देशलाई पनि टेवा दिउँ भन्ने विषयमा हामीहरूले यो बुढालिङकण्ठ होमस्टेको केही दिन अगाडि हामीहरूले केही नागरिकहरूलाई यसको तालिम दिएका छौँ। साह्रै खुसी लाग्यो। तालिम गरेकै केही दिन पछाडि उहाँहरूले होमस्टेहरू सञ्चालन गर्नुभयो। योभन्दा पहिला पनि थियो, तर योभन्दा पहिला अलिक व्यवस्थित थिएन, अहिले धेरै व्यवस्थित भएको छ। वास्तवमा अन्य ठाउँको होमस्टे र हाम्रो बुढालिङकण्ठ नगरपालिकाको होमस्टे हेर्ने हो भने हजुर त धेरै जिल्ला पनि गइरहनुहुन्छ होइन, धेरै ठाउँमा जानुभएको छ, त्यहाँ र यहाँमा कस्तो फरक रहेछ? होइन, अब करिब यही कोठाको हेर्ने हो भने एउटा होटेलमा करिब दिनको एक रात बस्दाखेरि यस्तै कोठाको करिब 25-30 हजार रुपियाँ पर्न सक्छ। तर यहाँ सस्तो, एकदम सस्तो, राम्रो 3000 होइन, 3000, 2000, 2500। अब त्यो के भने फेरि त्यसमा खानासहित, खाना पनि अरू होइन, रैथाने खाना होइन, अर्ग्यानिक खाना, स्थानीय उत्पादन अर्ग्यानिक खाना खुवाएर यति राम्रो छ। र विदेशीहरू पनि करिब खुसी पनि लाग्यो। आज यो होमस्टे सञ्चालन गर्दै हामीले सँगै विदेशी पर्यटक पनि यहाँ भित्रका छौँ होइन। यो होमस्टेमा भित्रायौँ, त्यो होमस्टेमा भित्रायो। त्यसले गर्दाखेरि पनि म यहाँ के भन्छु भनेर भन्दाखेरि जसरी आज यो पर्यटकहरूसहित यहाँ भित्रेका छौँ, अब यो घरमा करिब लक्ष्मीको बास हो भन्ने पनि हामीले त्यसको आभास पनि गरेका छौँ। र लक्ष्मी भगवानले यहाँ बसोबास गर्नका लागि, यो आफ्नो व्यवसाय सञ्चालनका लागि धेरै टेवा पुर्याउनुहुन्छ भन्ने विषयमा पनि हामी छौँ। त्यसले गर्दाखेरि अब जसरी आज यो होमस्टे सञ्चालन गऱ्यौँ र अस्ति एउटा कपनमा गऱ्यौँ, आज बुढालिङकण्ठमा गऱ्यौँ र अन्य क्षेत्रहरूमा पनि यो क्रमशः बढाउँदै लाने विषयमा हामी यसको अनुगमन पनि गर्छौँ र यहाँको पर्यटकहरूसँग के कस्तो सुविधा भयो भन्ने विषयमा पनि त्यो विषयमा उहाँहरूसँग सोधपुछ पनि गर्न चाहन्छौँ। हजुर, अब मेरो साहब, अब नगरपालिकाले नै प्रमाणपत्र दिएर वैधानिक रूपमा चाहिँ रजिस्ट्रेसन होमस्टेलाई दर्ता गर्ने अभियान पनि सुरु गरेको छ। होमस्टेसँग नगरपालिका प्रत्यक्ष रूपमा जोडिएर बुढाइन्टको पर्यटन विकासमा सिङ्गो नगरपालिका नै पर्यटकीय हिसाबले चाहिँ समुन्नत नगरपालिका हो, समृद्ध नगरपालिका हो। अब नगरपालिकाको यी होमस्टेहरू सबै जोडिन्छ, पर्यटनसँग सम्बन्धित कुरा नगरपालिकासँग जोडिनै पर्छ, जोडिन्छ होइन? यस्तो हो, यो पर्यटकको विषयमा त अहिले हेर्ने हो भने बुढालिङकण्ठ पर्यटकको एउटा हब बनाउनका लागि पनि हामीले सुरु गरेका छौँ। तपाईँहरूलाई थाहा छ, अहिले यहाँ करिब बुढालिङकण्ठ नगरपालिकाभित्र करिब ठुला होटेलहरू पनि सुरुवात भएको छ। त्यो सुरुवात सँगसँगै हामी होमस्टेलाई पनि गाँसेर अगाडि बढाउँछौँ। किन भनेर भन्दाखेरि पर्यटक भने हाम्रा पाहुनाहरू हुन्, उहाँहरूलाई हामी स्वागत गर्छौँ। स्वागत गरिसकेपछि आम्दानीका स्रोतहरू पनि हाम्रा बढ्छ। अहिले किन भन्दा चाहिँ धेरै युवाहरू विदेशमा जानुभएको छ। हाम्रो बोगटीजीले, उहाँ युवा हुनुहुन्छ, उहाँ युवाले म यही देशमा बस्छु र म यही देशमा केही गर्छु भनेर आँट गर्नुभएको छ। यसका लागि उहाँलाई म धेरै धन्यवाद दिनु पनि चाहन्छु होइन। पसिना आफ्नै देशमा बगाउँ र आफ्नै देशमा कमाउँ भन्ने नाराका साथ जसरी यो अहिले भएको छ, यसका लागि पनि म हाम्रो बोगटीजीलाई
धेरै धेरै धन्यवाद दिन चाहन्छु। नगरपालिकाले होमस्टे प्रवर्धनका लागि यसरी नै साथ दिइरहन्छ होइन? साथ दिन्छौँ हामी उहाँहरूलाई। भोलि समस्या पर्दाखेरि पनि केही समस्या पर्यो भने उहाँहरूको साथी बुढा लिङ्कटन नगरपालिका हो भन्ने विषयमा उहाँहरूले सोच्नुहुन्छ बुझ्नुहुन्छ भन्ने विषयमा मैले यो कुराहरू बुझेँ। हार्दिक शुभकामना मेयर साहब। पर्यटन विकासका लागि सधैँभरि योगदान गरिरहनु। यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार।